हेलो एभ्रिवान सबैजना राधे राधे छ र वेलकम छ मेरो सानो एउटा मिनी ब्लगमा। आज चाहिँ म माछाको रेसिपी बनाउँदैछु। माछाको रेसिपी चाहिँ हो कासकलको। यो चाहिँ रेसिपी मेरो साथीले मलाई सिकाकिन् र म उनलाई सम्झी सम्झी म रेसिपी बनाउन थालिसकेँ, किनकि मेरो साथीले बनाएर थिइन् र उनले भनेको थिइन् साथी तिमी पनि ट्राई गर्नु भनेर, त्यसै गरेर मैले चाहिँ ट्राई गरेको। कासकललाई अब माछामा फाल गरेर त्यहाँ पछाडि बोइल गर्नुपर्छ भनेर थिइन् र मैले चाहिँ अब कासकल काटिसके पछाडि बोइल गर्न कुकरमा हालिदिएँ। कुकरमा हाले पछाडि यसलाई मात्र 2 सिटी लगाएर निकालिदिएँ। 2 सिटी लगाएपछि चाहिँ यस्तो भयो। त्यहाँ पछाडि चाहिँ अब यसलाई बोक्रा छिलेर त्यहाँ पछाडि यसलाई सेप दिनुपर्छ। मैले चाहिँ बोक्रा छिलिसकेँ, त्यहाँबाट माछाको जस्तै सेप दिन थालेँ मैले चाहिँ। म चाहिँ काट्दै काट्दै मेरो साथीलाई सम्झिरहेको थिएँ, किनकि उनले पनि राम्रो बनाएको थिइन्, त्यसै गरेर मैले पनि ट्राई गरेको थिएँ। हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ, एकपल्ट ट्राई गर्नु होला। र यसरी नै मैले चाहिँ काटेर अब माछामा सेप दिनको लागि चाहिँ बिर्को लिएर छु मैले। बिर्कालाई गोलो गोलो पारेर माछाको जस्तै सेप आउँछ नि त, त्यति भए चाहिँ त्यसको लागि मैले माछाको जस्तै सेप बनाएर काटिरहेको छु। किनकि कति कासकलको सब्जीहरू खानु भनेर चाहिँ मैले यो तरिकाले बनाएको, किनकि मेरो साथीले पनि बनाएको थिइन्। अब चाहिँ कराई बसाइसकेँ, अब फ्राई गर्छु। कराई बसाएपछि फ्राई त यहाँ हेर्नु न माछा जस्तै नै देखियो, हेर्नु त है टक्कै माछा जस्तै लाग्यो। त्यहाँ पछाडि चाहिँ अब म तपाईँहरूलाई देखाउँदैछु, एकदम पकाइओरी देखाउँदैछु, तपाईँहरू हेर्दै जानु होला है। तपाईँहरूलाई चाहिँ म माछाको रेसिपी देखाउँदैछु कस्तो भयो र मेरो माछाको सब्जी चाहिँ यस्तो भयो, हेर्नु लाग्यो नि माछा जस्तै। र तपाईँहरू पनि ट्राई गर्न नबिर्सिनु होला। बाई बाई।